अहिले चाहिँ हामी अधेरी खोला भट्टचोक सिँचाइ योजनाको अनुगमन गर्न चाहिँ आइरहेका छौँ। यो जङ्गल हामी हिँडिरहेका छौँ। यहाँबाट चाहिँ एकदमै चाहिँ अब हाम्रो के अरे उपाध्यक्ष म्याम हुनुहुन्छ, त्यसपछि अनि उपभोक्ता समितिको चाहिँ अध्यक्षज्यू पनि हुनुहुन्छ र हाम्रो यहाँ मनदीप पाण्डे होइन त शैलेन्द्र पाण्डेजी पनि हुनुहुन्छ। अनि मनदीप सर हाम्रो यहाँ हुनुहुन्छ, उहाँ चाहिँ वडाको प्राविधिक हुनुहुन्छ। र यो एकदमै गौरवको योजना वडा नम्बर 6 को लिगु गाउँपालिकाको यो अधेरी खोलामा चाहिँ भएको जुन एउटा चाहिँ राम्रो खोला रहेछ यहाँ, यसको चाहिँ सिँचाइको लागि उपयोग गर्ने हिसाबले चाहिँ हामीले चाहिँ वडा नम्बर 6 यो चाहिँ जङ्गलको बाटोबाट चाहिँ अहिले हामी हिँडेको लगभग 15 मिनट हुन लाग्यो। अझै पनि हामीले आयोजना स्थल सम्पन्न भइसकेको आयोजना स्थलमा पुगिसकेका छैनौँ, पुग्ने क्रममा छौँ हामी। ल हाम्रो उपभोक्ता समितिको चाहिँ अध्यक्ष दाइ पनि आउनुभयो। यो योजनाको बारेमा अलिकति 2 शब्द भनिदिनु न दाइ। ल त के भन्नु पर्यो हजुर? भन्नु न, यो योजना कसरी आयो, के हो, कति काम सम्पन्न गर्नुभयो भनिदिनुहोस् हजुरले। काम चाहिँ यो भट्टचोक अधेरी भट्टचोक सिँचाइको अब 5 लाख आएको थियो। 5 लाख हजुर। यो चाहिँ के गाउँपालिका स्तरीय योजना हो कि वडा स्तरीय योजना हो? यो गाउँपालिका। अनि अहिले चाहिँ के सम्पन्न भइसकेको अवस्थामा छ कि के छ? सम्पन्न भइसक्यो। अब फरफाराको लागि ल हिँड्नुहोस्। ल हामी पनि आएका छौँ, हेरौँ होइन। एकदम दुःख गर्नु भएको छ दाइले यो सिँचाइको लागि होइन। ठिक छ, दाइको नाम भनिदिनु न यता हेरेर एकचोटि। बुद्धिमान तामाङ। ल बुद्धि दाइ, ल एकदमै राम्रो गर्नु भएको छ। भनेपछि यही खोलाको पानी होइन दाइ? यही खोलाको पानी। ल ठिक छ। यो खोला चाहिँ तल छरेमा झर्छ होइन दाजु? छरेमा झर्छ हो। अर्को यहाँ हाम्रो अनुगमन समितिको सदस्यज्यू हुनुहुन्छ होइन, उहाँको चाहिँ परिचय दिने पनि विशेष छु। उहाँ पनि हामीसँगै हुनुहुन्छ। हजुरको पनि एकचोटि परिचय सहित भनिदिनु न, के छ अनुगमन? मेरो नाम दिलकुमारी घले, म चाहिँ लिगु गाउँपालिकाको कार्यपालिका सदस्य, अनुगमनको सदस्य पनि हो। हजुर ठिक छ। अब अहिले चाहिँ हामी ठ्याक्कै हेर्नुहोस् नि, उहाँ दिलकुमारी घले उभिराख्नु भएको ठाउँबाट यहाँ झरना टक्कले यस्तो झरनामा हामी आइपुगेका छौँ। यति राम्रो झरना छ यहाँनिर कि अब त्यो बयान गरेर चाहिँ अब के भन्छ साध्य नै छैन। एकचोटि चाहिँ चट्ट लाएर झरनामा नुहाउनु पाए त है स्वर्ग पुगे जस्तो फिलिङ हुन्थ्यो होला। ल दाइ आउनुहोस् न, अगाडि हिँड्नुहोस् न। काफल पनि फल्दो रहेछ नि यो वनमा त है। आयोजना स्थलतर्फ जाने यहाँ मिठो राम्रो झरना पनि रहेछ यहाँनिर होइन। अफिसियल ड्रेस पऱ्यो, अलिक गाह्रै पऱ्यो। सिस्नु पनि होला है सर, हेर्नु है। छ यहीँ छ, सिस्नुको पातै यहीँ छ। हेरेर समाउनु पर्छ। ठ्याक्कै यही भयो। अब यसलाई चाहिँ कन्टिन्यू गरौँ, यो पानी यहाँबाट गयो। यो खोलाको मुहान चाहिँ कहाँबाट हो दाइ? यो खोलाको त्यहाँनिर चाहिँ अलिकति लिक भयो। पकनीको शिरबाट झरिरहेको पानी हो यो। यहाँ पाल छ, यो पाल राखेको छ। हजुर भन्छ बाढी आएको बेलामा चाहिँ यसलाई कसरी समस्या के भयो यसको? यो ड्याम नागेर जान्छ अब सबैले जान्छ। अब यत्रो पानी यहाँ छिर्ने हो, अब यस्तो घटाउनु पर्ने, अब ठुलै राखेको भनेपछि अब यस्तो भयो नि त फेरि तपाईँको यो त यो पानी जानुको लागि त यो त तपाईँको जति इन्च छ नि यहाँनिर
यदि ग्याप भयो नि तपाईँ त्यति नभरिकन त पानी त नजाने भयो त होइन यहाँ छ नि त यहाँसम्म छ नि पल त होइन पानी थोरै मात्रै जाने हो नि त यति त पानी जाने भएन नि धेरै जस्तो ठ्याक्कै तपाईँको 6 इन्ची जति त पानी जान्लासम्म यो अझै ड्याम ठुलो बनाउनु पर्ने हो कि होइन कि टेक्निकल कुनै यस्तै हो के हो यो चिज खराब छ होइन हो अब हाम्रो पानी योभन्दा ठुलो कानुन छ होइन सरले भने जस्तै तपाईँले यहाँदेखिबाट यहाँसम्म चाहिँ हाइट लिएर आएर यतापट्टिको भागमा चाहिँ पानी डाउन गराउनुपर्छ। 4 इन्ची पनि भएन क्या यता हेर्नुहोस् त तपाईँको पानी जाने भाग त 4 इन्ची मात्रै भयो त होइन भन्नु न यदि त तपाईँको बढी नै छ त ग्याप भने पानी कति जाला त्यहाँबाट भनेपछि तपाईँले यति माथिको त अस्थायी बनाउनु पर्ने हुन्छ अब यो त अब हामीले कस्तो भने यो फलमल ड्याम गर्नु हुँदैन अरे नि त अनि हो त्यो राखे अब हामीलाई पानी जम्मै लानलाई त हामीले त यो यहाँ त ढुङ्गा माटो हालेर पानी जम्ने ठाउँ धेरै भएन कि पानी जम्ने ठाउँ चाहिँ धेरै भएन अब त्यहाँसम्म नपुगिकन त्यहाँबाट त बाहिर गइहाल्छ उता जाने भन्दा बाहिर जाने काम बराबरै भयो माटो हालेर यो लाने हो यहाँबाट माटो हाल्ने अब अँधेरी खोलाको चाहिँ यो सिँचाइ योजना वडा नम्बर 6 को एकदम राम्रो तरिकाले हामी बनाइरहेका छौँ र त्यसपछि हामी अनुगमन क्रममा यहाँ आएको छौँ के छ इन्जिनियर साहब त्यो इस्टिमेट अनुसारको कामहरू सब ठिक छ नि के छ ठिक गरिराख्नु भएको छ नि होइन अनुगमन समितिको संयोजक हाम्रो चाहिँ लिखु गाउँपालिका आदरणीय उपाध्यक्षज्यू पनि यहीँ हुनुहुन्छ म्याम यो योजनाको बारेमा हामी केही यसो भनिदिउँ न कस्तो लाग्यो हजुरलाई के छ सर यो योजना अनुगमन गर्ने क्रममा चाहिँ अलिक बढी अचम्मित भयौँ हजुर किनकि जुन मेन रोडबाट लगभग हामी 25 मिनट जति हिँडेर आयौँ एकदम अप्ठ्यारो बाटो हामी रित्तै आउँदाखेरि पनि हामी झन्नै लडेर तल पुगिन्छ कि भने जस्तो ठाउँको बाटोबाट सिमेन्ट फर्मा यो जाली ल्याएर चाहिँ हाम्रो यो ठाउँमा चाहिँ जसरी यो सिँचाइको काम गर्नुभएको छ यो चाहिँ धेरै मिहिनेत धेरै कठिनपूर्वक चाहिँ जुन यो काम गर्नुभएको छ यसको लागि चाहिँ हाम्रो अनुगमन समितिको टोली नै हामी यहाँ आएर प्राविधिक मन्दिर सर यता शैलेन्द्रजी वीर कुमारी घले अब प्रमुख प्रशासक अधिकृतज्यू आफै आउनु भएको छ हामीले आएर एकदम स्पष्टसँग जुन ठाउँको चाहिँ हामीले अनुगमन गऱ्यौँ अनुगमन गर्ने क्रममा यो जतिको यति मिहिनेत गरेर गरेको काम चाहिँ लगभग यो हाम्रो 3 वर्षको कार्यकालमा पहिलो नै होला यति धेरै टाढा यस्तो सानो बाटोमा जुन यो उपभोक्ता समितिको अध्यक्ष उहाँ दाई तपाईँको नाम के हो अरे बुद्धिमान तामाङ उहाँ दाइले चाहिँ यति मिहिनेत गरेर यो काम गर्नुभएको छ साह्रै सराहनीय काम छ उहाँलाई चाहिँ हामीले धन्यवाद दिनुपर्छ जुन पानी लिएर गएर चाहिँ आफ्नो खेतमा लगाएर उब्जनी अब राम्रो तरिकाले हामी उब्जनी प्राप्त गर्न सक्छौँ भन्ने उद्देश्यले जुन काम गर्नुभएको छ उहाँलाई पनि धन्यवाद र हामीले पनि यो यति टाढाको आयोजनालाई पनि हामीले चाहिँ आफ्नो कुर्सीमा बसेर लगेको फाइलमा हामीले सिग्नेचर गरेनौँ कि यही ठाउँमा आएर हामीले राम्रोसँग काम सम्पन्न भएको छ कि छैन भन्ने क्रममा चाहिँ यहाँ आएर हामीले अनुगमन गऱ्यौँ इस्टिमेट अनुसारको काम सम्पन्न भयो कि भएन भनेर जुन त्यो इस्टिमेट सहित ल्याएर प्राविधिकलाई ल्याएर हामीले इस्टिमेट हेर्दै यो कामको चाहिँ मूल्याङ्कन गर्ने काम गऱ्यौँ हामीलाई यो काम गरेकोमा चित्त बुझ्दो तरिकाले काम गरेको पाइएको छ हस् धन्यवाद म्याम हाम्रा अब यो मात्रै होइन धेरै आयोजनाहरू छन् हाम्रो चाहिँ लिखु गाउँपालिकामा होइन अब स्थानीय सरकारले गर्ने कामहरू नै यस्तै हो र हरेक कामहरूमा चाहिँ हाम्रो अनुगमनको ध्यान चाहिँ यसरी नै जानुपर्छ र हाम्रो गइराखेको पनि छ भन्ने चाहिँ म चाहिँ भन्न चाहन्छु होइन हामीले चाहिँ लिखु गाउँपालिकाबाट चाहिँ विनियोजित आयोजनाहरूमा चाहिँ 1 लाखदेखि माथिको हरेक आयोजनामा चाहिँ हामी सकेसम्म त्यहाँ नपुगिकन कुनै फाइल पनि हामीले चाहिँ त्यो फाइललाई चाहिँ सिफारिस गरेका छैनौँ हरेक ठाउँमा 1 नम्बरदेखि 6 वडाहरूमा चाहिँ 1 लाखभन्दा माथिका आयोजनाहरू हरेक ठाउँमा हामी यसरी नै पुगेर हामीले इस्टिमेट अनुसारको काम भयो कि भएन भन्ने कुरालाई चाहिँ हेरेर प्राविधिक साथमा लिएर मात्रै त्यो कामको चाहिँ अनुगमन गर्ने हजुर यसरी नै हामीले गर्नुपर्छ र यति भन्दै अब हामी पानी पनि पर्न लाग्यो अलि टाढा पनि पुग्नु छ होइन त दाइलाई चाहिँ धेरै धेरै धन्यवाद अब चाहिँ फरफारको लागि अगाडि बढ्नु होला होइन बाँकी काम के कति छ अब त्यो केही छ बाँकी हो भने त्यो पनि सम्पन्न गर्नु होला भन्दै छैन अब सक्यो होइन दाइ त ठिक छ एकदम खुसी लाग्यो यति टाढा हामी चाहिँ झन्डै आधा घन्टा हिँडेर पैदल मार्ग हिँडेर हामी यहाँ आइपुग्यौँ होइन हामी सबै टिमहरू अघि भनिसक्नु उहाँले हस् ल अब यति भन्दै अब हामी बिदा हौँ यहाँबाट है त
हस् ल स्पोर्टमै चाहिँ यो अनुगमनको चाहिँ हामी खोइ त्यो क्वालिटी मूल्याङ्कनहरू केही भएको छैन होला हामी कहाँ गर्ने अनुगमन त हामीले गर्न मिल्यो हजुर हामी चाहिँ अब यहाँ अन द स्पोर्ट नै गरिरहेको छौँ गरिसक्नु भयो मैले गरिसक्नु ठिक छ अब हामी पनि गरौँला ठिक छ हेर्नुहोस् त अब यो बाटोमा होइन सिमेन्ट र रड बोकेर त्यसपछि अनि ल बिस्तारै हजुर यस्तो बाटो हामी आज योजना अनुगमन गर्न आयौँ यस्तो छ ठिक छ गाह्रो छ उपभोक्ता समितिलाई काम गर्नलाई नेपालमा विकास गर्नलाई है धेरै गाह्रो छ नगरी पनि भएको छैन गरेर पनि गाह्रो छ थोरै तिनीहरूले बजेट पुग्दैन यस्तै छ हालत योजनाहरूको पानीको लागि मान्छेले कति सङ्घर्ष गर्नुपर्छ ल हेर्नुहोस् हजुर बाँदर लड्ने भिडियो रहेछ नि त हजुर बाह्र पनि अडिँदैन Oh my god. L- Zeus.